ओहो सर नमस्ते हजुर हजुर दाइ नमस्ते हजुर नमस्ते सन्चै हुनुहुन्छ खै हजुरको छोरा खै कहाँ जानुभयो छोरा नमस्ते सर ए है बाबु नमस्ते नमस्ते अब बस कान्छा ओइ कान्छा ड्राइभरलाई यसो कुर्सी ल्याएर राख्दै त यहाँ बस्नलाई नमस्ते हजुर हजुर दाइ उहाँहरूलाई यो कुर्सी लाउनु बस्नु न कुर्सी त पर्ने थिएन गरे ठिकै छ त्यही नै बस्दिहालौँ न हजुर सर भन्नुहोस् त के कामले मलाई बोलाउनु भयो होला अफिसमा पनि बोलाउनु सक्नुहुन्थ्यो घरमा बोलाउने कारण त थिएन होला कि मेरो छोराले के गर्यो र हजुरलाई खास मेरो घरमा बोलाउनुको अर्थ चाहिँ के हो भने चाहिँ हजुरको छोरा जस्तो बदमासहरू कोही देखेको छैन क्लासमा मैले बुझ्नुभयो हजुरको छोराले न होमवर्क गर्छ न नोट गर भन्दा मान्छ क्लासमा पनि बस्दिन्न क्लास फर्स्ट पिरियड पढ्यो कि त्यसपछि गायब हजुरको छोरो यस्तो रिसको पढाइ हुन्छ कहिले राम्रो छड्दिनु न बच्चै त हो यही उमेरमा त हो गर्ने जे गरे पनि बच्चा यो बच्चाको बिहे गरिदिएको भए अहिलेसम्म 10वटा नातिहरूले हजुरलाई हजुरबाबु भनिसक्थे के छ विचार छोरो पैसा भने गर्दै हाल्नु नि त बिहे कहाँ हजुरको छोरो त सोझो हो के अरे हजुरको फ्यामिलीमा सबै यस्तै हो कि सबै तार फुस्केका मैसँग भेट हुन्छ हजुर अस्ति हजुरको छोरालाई मैले रङ्गे हात मास्टरबेट गरेको देखेँ त्यही पनि अझ अनमोल केसीको सेक्सी फोटो हेरेर मेरो छोरोले मास्टरबेट गर्छ भन्ने त्यो त मलाई मात्र थाहा थियो त धन्नै यसको भाग्य ठुलो रहेछ हजुर मसँग झन् सन्डेली आनेको फोटो थियो त्यसपछि त झन् 3 गयो नि सर त्यति ध्यान पढाइमा लाउँदैछ भने अहिलेसम्म एक सुन्न नि पर्ने थिएन मलाई हिजो प्रिन्सिपल सरलाई तँले के गरिस् त भन्छस् कि माफी भन्नु तेरो बाबुलाई हेर्नुहोस् हिजो साइन्स ल्याबबाट सोडियम लिएर हिँड्दैछ हजुरको छोराले अनि ल र हेडमास्टरको टेबलमा राख्दैछ अब के गर्ने सोडियम भन्ने चाहिँ कस्तो प्रकारको चिज हो हजुर सर थाहा भएन नि त मलाई सोडियम भन्ने चाहिँ सोडियम त्यो यस्तो चिज हो हेर्नु त्यसलाई पानीमा राख्ने बित्तिकै ब्लास्ट हुन्छ त्यो प्रिन्सिपलले केक सम्झेर खाइदिएछ अहिले हाँस्दा पनि नराम्रो लाग्छ मुखमा हाल्ने बित्तिकै पड्किन्छ मुखमा हालेको एकछिनपछि ब्लास्ट भयो बिचराको 6वटा दाँतै छैन सर तिम्रो गल्ती होइन नि त नि सर फेरि मेरो त एउटा कुरा आउँदा भिडियो पनि भयो